राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सविता गौतम आफ्नो चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर 3 मा यति बेला घर दैलोको अभियानमा छिन् र घर दैलोलाई तीव्र रूपमा अगाडि बढाइराखेकी छिन् र त्यहाँका मतदाताहरू निकै खुसी र हर्षित हुँदै घर घरमा चोकचोकमा सविता गौतमलाई स्वागत गर्नेको लाइन लागिराखेको छ। सविता गौतम 3 नम्बर क्षेत्रबाट उम्मेदवारी दिएसँगै यति बेला चितवनमा धेरै खुसियाली छाएको छ र मतदाताले सविता गौतमलाई स्वागत गर्दै के भनेका छन् र कसरी स्वागत गरेका छन् हेरौँ त के छ यो आज हामीले बजारको घन्टी पनि हामीलाई रोकेन नि। यो चाहिँ बेसारो हजुरले सधैँ राख्नेले खोल्टीमा राखिरहनेले चाहिँ हजुरलाई संरक्षण गर्छ। अनि कति हामीलाई कति गरेका छन्, हामीलाई जति गरे पनि यिनीहरूले केही गर्न सक्दैन न। आज एक मात्र सविता होइन, आज प्रत्येक घर घरमा सविता छन्। आज हामी हजुरको साथ सपोर्टमा हामी हिँड्छौँ। केही गर्न पर्यो नि, हामी देशको लागि हामी मर्न पनि तयार छौँ म्याम। हाम्रो साथ कहिल्यै नछोड्नु। अब चाहिँ देशलाई बनाउनु पर्छ, किनकि नेपाल आमा रोइरहेको छ। अहिलेसम्म सब भ्रष्टाचार गरेर सब भ्याइसक्यो म्याम, सब भ्याइसक्यो। आज हामीले बजाउने घन्टी पनि रोकेका छन्, कति अत्याचार गरेका। उनीहरूले चाहिँ जे पनि गर्न हुने, हामीले घन्टी पनि बजाउन नहुने। हामीले हाम्रो हातको घन्टी यिनीहरूले रोके पनि मन्दिरको घन्टी यिनीहरूले कहिले पनि रोक्न सक्दैनन्। जुन ठाउँमा भगवान हुनुहुन्छ त्यो घन्टी उनीहरूले कहिले रोक्न सक्दैनन्।